बुबाले जिउनु भएको यो जीवन विभिन्न अनुभवका स्वाद सहितको 64 वर्षको यात्रा यो छोटो समयमा व्याख्या गर्न वास्तवमा असम्भव छ। यद्यपि उहाँको विश्वासयोग्य यात्रा, उहाँको कोमल आत्मा र उहाँले सबैसँग बाँडेको प्रेम स्नेह छ। उहाँको केही गवाईलाई यहाँहरू माझ राख्न चाहन्छु। बुबा मनबहादुर बर्देवा सन् 1942 भुटानको चिराङ पातले गाउँमा उहाँको जन्म भएको थियो। उहाँका बुबा स्वर्गीय डिलिराम बर्देवा र आमा हर्बी बर्देवा 10 सन्तानहरू मध्ये उहाँ चाहिँ साइला छोरा हुन्। बुबा मनबहादुर बर्देवा र उहाँको श्रीमती स्वर्गीय जानकी बर्देवाका जम्मा 13 जना छोराछोरीहरू हुन्। सम्पूर्ण परिवार सहित सन् 1992 21 मेमा झापा मोरङ सञ्चरी नेपालमा बसोबास गर्नुभएको थियो। 2012 पुनर्वास भएर नर्थ क्यारोलिना चार्लोटमा हुनुहुन्थ्यो भने 2022 पेन्सिल्भेनिया स्टेटको ह्यारिसबर्गमा बस्दै आउनुभएको थियो। बुवाको जम्मा 6 छोराहरू अनि 7 छोरीहरू हुन् र जम्मा 31 जना नाति नातिनीहरू छन् भने 20 जना पनाति पनातिनीहरू छन्। बुबा मनबहादुर बर्देवा आफ्ना सबै छोराछोरीहरूलाई घरैमा जस्तै मिठो मसिनो पाके पनि आफै भान्से लागेर सबको पेट भन्नुहुने उहाँको सबै असल आदतहरू मध्येको एक हो। आफ्नो घरमा भएका आगन्तुक र पाहुनाहरूलाई खाना खुवाएर नै पठाउनु हुने बुवाको असल स्वभावहरू मध्ये एक हो। उहाँको मन पर्ने खानाहरू मध्ये पिरो दाछीसँग ढेँडो साह्रै नै मन पराउनु अनि चिया चाहिँ प्राय सधैँ जसो पिरहनु मन पराउनुहुन्थ्यो। गीती सङ्गीतमा पनि निकै नै रुचि भएका कारण बुवाको दैनिक हेर्ने टिभी प्रोग्राम इन्द्रेणी लोकदोरी प्रोग्राम हुन्थ्यो। सानादेखि ठुलासम्मलाई साह्रै ख्याल गर्नुहुने बुवा समयको पनि त्यत्तिकै पक्का हुनुहुन्थ्यो। बुवा भुटेको मकै र मुलाको चानाले तपाईँको सम्झना साह्रै नै गराउँछ। डालीमा भएका केरा खोसा सुन्तलाहरूले आफ्नै हातले रङ्गाएर खाएको धेरै जसको आउनुहुन्छ। उहाँ प्राय जस्तो सङ्गति नछुटाइकन सङ्गतिमा बसिरहनुहुन्थ्यो। शनिबारको बिहानको बाबा सङ्गति सकि नसके पनि जुममा बसेर एक मनले स्याहारमा बसिरहनुहुन्थ्यो। अनि जब आइतबार आराधना सङ्गतिमा पनि उहाँ सकि नसके सङ्गतिमा आउनुहुन्थ्यो। रोम एकदमै नजिक हुनुहुन्थ्यो। उहाँ गहिरो हृदयबाट प्रभुलाई चिन्नुभएको बाबा आज हाम्रो मण्डलीबाट उहाँ छुटेर आफ्नो घरतर्फ गइसक्नुहुन्छ। यो घडी यो समयमा परिवार आफन्त नातागोता कसको मन भाँचिएको छैन। सँगै बसेर सँगै खाएको, सँगै परमेश्वरलाई आराधना दिएको व्यक्ति आज हामीबाट छुटेर जाँदाखेरि मण्डलीको परिवार पनि सबैको मन भाँचिएको छ। हामी यही आशा, यही भरोसा, यही प्रार्थना गर्छौँ
उहाँको साथमा हुनुहुन्छ। उहाँले आफ्नो कर्तव्य संसारमा पुरा गरी आज परमेश्वरको हातमा गइसक्नु भएको छ। हामी यही आशा भरोसा गर्छौँ अवश्य नै एक दिन उहाँलाई हामी ईश्वरीयमा भेट्नेछौँ अनि हाम्रो अङ्गालोमा गर्नेछौँ। उहाँले बोलेको ती वचनहरू मानिसलाई भनेको बातचित गरेको कुरा अझै पनि हाम्रो कानमा गुनगुनाइरहेको छ। के गर्नु, मानिस संसारमा जन्मेपछि एक दिन यो संसारलाई छोडेर कतै परै जानुपर्ने रहेछ। सबै हामी अस्थायी छौँ यहाँ, हामी कोही पनि अझ भरि भएर यो संसारमा बसिरहँदैनौँ। तर प्रभुको वचनमा रहेर हाम्रो मनलाई धरो बनाएर बस्नुपर्छ, प्रार्थना गर्नुपर्छ। यसरी आफ्नो बाबाले प्रभुमा त्यो सिद्धान्तहरू सिधाएको छ। असल प्रकारले त्यसरी नै आज हामी परिवार आफन्त मण्डली पनि सिद्धान्त राख्ने कुरा गर्नेछौँ। धन्यवाद तपाईँहरूले बाबाको गवाई सुनिदिनुको लागि। तपाईँहरू सबैलाई परमेश्वरले आशिष दिनुभएको छ। परिवार आफन्त सबैमा परमेश्वरले सन्तान राज दिन सकेको उहाँ बाहेक अरू कोही नै छ दिएको पनि बाँचेको पनि छोड्नु परमेश्वर जसले हामीलाई सधैँ प्रेम गरिरहनुहुन्छ। हामी हाम्रो व्यथा पीडालाई अरू कसले सेयर गर्छौँ, मानिसलाई सेयर गर्दाखेरि हाम्रो व्यथा पीडाहरूलाई जब हामी परमेश्वरको नजिकमा गएर हाम्रो व्यथा र पीडलाई हामी सुनाउँछौँ, अवश्य नै परमेश्वरको त्यो पीडलाई त्यो व्यथालाई परमेश्वरले बुझ्नुहुन्छ, उहाँले देखा पनि गर्नुहुन्छ। यही आशा भरोसा राख्दै